आज मलाई यस्तो रिस उठ्यो नि किम्बाब बनाउनु खोजेको हुँदै भएन क्या। कति गाह्रो हुँदो रहेछ क्या किम्बाब बनाउन। मैले फर्स्ट टाइम ट्राई गरेको है आज। हाई गाइज, आज चाहिँ म बनाउँदैछु किम्बाब। जति मिठो देखिन्छ नि त्यति नै गाह्रो हुँदो रहेछ क्या। आई डोन्ट नो तपाईँहरूले कति ट्राईमा किम्बाब रोल गर्न सक्नुभयो, तर मैले चाहिँ 5 चोटिमा मात्र किम्बाब रोल गर्न सके। आज चाहिँ मैले गरेको मिस्टेक्सहरू किम्बाब बनाउँदा के गरे त भनेर भन्न गइरहेको छु। सो फर्स्ट मिस्टेक चाहिँ हामीले नर्मल राइस युज गर्यौं भने चाहिँ अलिकति गाह्रो हुँदो रहेछ। अनि सेकेन्ड मिस्टेक चाहिँ के गर्नु हुँदैन भन्दाखेरि चाहिँ इन्ग्रेडिएन्ट्सहरू चाहिँ चिल्लो साइडमा चाहिँ हाल्नु हुँदैन है। सो एनीवे पर्फेक्ट नभए पनि एकदम मिठो भएको थियो। सो यो भिडियो चाहिँ मेरो फर्स्ट ट्राईको हो। यस्तो भात मजाले निक्ल्यो, त्यसपछि मैले फेरि सिट लिएर बनाउन थालेँ। सो अब त राइस चाहिँ अलिकति एकदम कम हाल्न थालेँ त्यसपछि चाहिँ। अनि त्यसपछि चाहिँ मैले इन्ग्रेडिएन्ट्सहरू हालेँ। अनि त्यसपछि पालै पालो हालेर चाहिँ मजाले टाइट पक्रेर मजाले रोल गरेँ होइन हातले। सो एट द एन्ड अफ द डे त्यही हो होइन, एकदम मिठो भएको थियो होइन। एकदमै हेर्दाखेरि एकदम पर्फेक्ट नभए पनि, प्रेजेन्टेसन राम्रो नभए पनि मिठै भएको थियो। अनि त्यसपछि मैले बनाएँ। अनि त्यसपछि मजाले गोचुजाङ सस हालेर मजाले खाएँ। सो टेस्टमा चाहिँ नो कम्प्रोमाइज, बट प्रेजेन्टेसनमा चाहिँ अलिकति फेल खायो। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल द एन्ड। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।